सिन्धुलीमा चाहिँ फेरि एकजना 13 दिनदेखि हराइराखेको टङ्कमाया बुढा थोकीको चाहिँ जङ्गलमा भन्दा पनि बाँसको झारीमा चाहिँ लास भेटिएको छ होइन। अनि यो न्युज भनिराख्दाखेरि चाहिँ मैले न्युज सुनेर चाहिँ दिउँसो सुतेको थिएँ होइन। अनि निदाउँदाखेरि पनि मैले सबै लास भएको त्यस्तो खालको सपना देखिरहेको थिएँ कि। अनि त्यो लासलाई पनि मान्छे भिडियो खिचेर बसेको हेरेर बसेको त्यस्तो सपना देखेको थिएँ कि। म यो भनेर चाहिँ मान्छेलाई डराउनु खोजेको होइन डराउनु खोजेको होइन। तर आजकल चाहिँ यस्तो मान्छे मारेको न्युजहरू कति धेरै आइरहेको छ कि होइन। अनि यस्तो न्युजहरू सुन्दाखेरि चाहिँ मान्छेहरू आजकल कस्तो जनावर भयो भने जस्तो लाग्छ होइन। अब मान्छेबाट मान्छे नै डराउनु पर्ने, भाग्नु पर्ने, एक्लै बस्नुपर्ने जस्तो अवस्था आइसक्यो क्या। किनभने इन्डियामा हो कि क्या हो होइन, के अरे त्यहाँको सम्पत्ति खानको लागि चाहिँ दुईजना के अरे बाउ र छोरीलाई चाहिँ 5 वर्षदेखि चाहिँ थुनेर राखेको रहेछ। बाउ चाहिँ मरिसकेको रहेछ, छोरी चाहिँ पातलो बाँस जस्तो भएर बसेको त्यो आइरहेको छ क्या होइन। त्यो भने चाहिँ अब मान्छेबाट टाढा बस्नुपर्ने, जापानिजहरू टाढा बस्छन् नि होइन। मान्छेबाट टाढा बस्छन्, उनीहरू धेरै जस्तो सोसलाइज हुन खोज्दैनन् होइन। एक हिसाबले सोच्दाखेरि त यहाँनिर त ठिकै गरिरहेछन् कि जस्तो लाग्छ। त्यो ठिक त होइन तर होइन, ठिक त होइन तर पनि फेरि यस्तो सोसलाइज नै नहुने हो भने त कसले कहाँ मारेको भन्ने कुरा नै थाहा हुँदैन फेरि होइन। घरमा लुकाएर राख्दाखेरि पनि कसैलाई थाहा हुँदैन के हो। तर मान्छेबाट चाहिँ मान्छे नै डराउनु पर्ने स्थिति आइसक्यो।